दर्शकवृन्द नमस्कार। खास संवादमा यहाँलाई स्वागत छ। म दिवस भण्डारी। आजको खास संवादमा दर्शकवृन्द, अहिले सत्ता र प्रतिपक्षको बीचमा जुन जुहारी थियो त्यो लगभग सकिएको छ, मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक। भिजा प्रकरणमा गृहमन्त्री नै संलग्न भएको र गृहमन्त्रीले राजीनामा दिनुपर्ने र छानबिन समिति बनाएर मार्ग प्रशस्त गर्नुपर्ने भनेर माओवादीले जुन स्ट्यान्ड राखेको थियो, अन्ततः माओवादी ब्याक भएको छ। माओवादीले चिसै पानीले नुहाएको छ। माओवादीले दुई बुदाको सम्झौता सत्तासँग गरेको छ। यो दुई बुदाको सम्झौता गरेर माओवादी चुक्नुको पछाडिको कारण के हो र सँगसँगै नेपाली कङ्ग्रेसभित्र गगन थापाको राजनीतिक भविष्य के छ? गगन थापाले अब राजनीतिमा, नेपाली कङ्ग्रेसको राजनीतिमा सभापति बन्न सक्छन् कि सक्दैन? शेखर कोइरालाको राजनीति कसरी अगाडि बढिरहेको छ? आर्जु राणाको राजनीति कसरी अगाडि बढिरहेको छ? देउवा पक्षको राजनीति। यी र यस्ता पक्षमा पनि गहन र मेन ढङ्गबाट आज हामीले कुराकानी गर्नेछौँ। कुराकानीको लागि आज हामीसँग हुनुहुन्छ राजनीतिक विश्लेषक शालिग्राम शर्मा। सर, यहाँलाई स्वागत गरेँ। नमस्कार। नमस्कार। अब विषयवस्तुको प्रारम्भ, प्रचण्डले दुईवटा बुदाको सम्झौता सरकारसँग गर्नुभयो। पहिले त भन्नुभएको थियो गृहमन्त्रीले राजीनामा नदिँदासम्म हामी टस्कमा छँदैनौँ, राजीनामा नै हाम्रो बटम लाइन, त्यस पछाडि बल्ल छानबिन समितिको प्रक्रिया अगाडि बढ्छ भनेर भन्नुभएको थियो। अन्त त किन चाहिँ सडा परेर जानुभयो प्रचण्डलाई भन्नुहोस् त? एकदम मिठो कुरो ल्याउनु हो। किन भन्दाखेरि एउटा उखान छ, नेपाली उखान, आफूले खनेको खाटामा आफै परिन्छ भन्ने उखान जस्तै कि कसरी आफूले खनेको खाल्टोमा आफै पर्ने? कसरी भन्दा गृह मन्त्रालय माओवादीको पोल्टामा आउँदाखेरि चाहिँ रामबहादुर थापा पनि गृहमन्त्री, नारायण काजी पनि यसमा संलग्न भए। सुन्नुहोस् है, यहाँ संलग्न कुरो बुझ्नुपर्ने कुरो यहाँ छ। नारायण काजी संलग्न भएपछि यो जम्मै गृह मन्त्रालय किन भन्दा यहाँ जुङ्गा जति धेरै आयो नि, खानी मुखलाई जुङ्गाले छेक्दैन भनेको यिनीहरूले खानी टेक्निक जानेर छन्। त्यहाँबाट यो चाहिँ विदेशमा जुन पठाउने हुन्छन् त्यसको लागि गर्नेमा अध्यागमन शाखामा महानिर्देशक आफ्नो मान्छे बनाएर पठाउने र एयरपोर्टमा जुन प्रमुख हुन्छ डिएसपी त्यो पनि आफ्नो मान्छे पठाउने र यहाँ डुप्लिकेट भिसा हान्ने र उनीहरूले जुन उठाएको हुन्छ नि पैसा, यिनीहरूले पैसा उठाउने होइन, गाउँका मान्छेका पैसा उठाउँछन्। उहाँबाट जुनले बाहिर पठाउने, यो चाहिँ फ्रान्सतिर पठाउने भनेर लाए एक दुईचोटि, त्यहाँ जम्मै यी होटलका मान्छेले गाउँका मान्छेका पैसा ल्याउँछन्। उनीहरूले चाहिँ लिएर आउँदा 10-12 लाख उनीहरूलाई कबल्छन्। यिनीहरूलाई त 2 लाखबाट बार्गेनिङ गर्दा 2 लाख 3 लाखमा सहमति हुँदो रहेछ। सहमति भएपछि आफ्नो चाहिँ मान्छे उहाँ पठाइदियो। उनीहरूको चाहिँ छुट्टै लिस्टी हुन्छ, त्यो लिस्टीमा आधा यी मान्छे जाने छन् भन्नु, त्यो लिस्टी पठाइदियो। लिस्टी पठाइसकेपछि पहिले पैसा यिनीहरूलाई अघि नै आइसकेको हुन्छ। पैसा आइसकेपछि अनि त्यहाँ त्यो लिस्ट हेरेर ल आधा यो ठिक छ भनेको। अब यो भिजामा मान्छे बेच्ने काम चाहिँ पहिलेदेखि भएको थियो, कन्फर्मै भएको। त्यो कुरो मलाई थाहा छ। कसरी थाहा छ? किन एकजना बाबुलाई फ्रान्स पठाउने भनेर लाखे र त्यो चाहिँ नारायण काजीको चाहिँ पालामानी आएको थियो। त्यहाँबाट आउँदाखेरि त्यो चाहिँ यिनीहरूको टिममा चाहिँ नपरेको उसको त्यो ग्रुपको थियो। ग्रुपको त्यो हुँदाखेरि यसलाई चाहिँ पठाउन पर्यो भनेर त्यहीँको एकजना मान्छेले भन्दा उनीहरूको सेटिङभन्दा बाहिर गएको कुरो हुँदो रहेछ। त्यहाँ सेटिङभन्दा बाहिरकोले ल्याएर दिएको पैसा खाइयो भने फेरि नगद बुझ्दो रहेछ है बाबु। यिनले नगदै बरु ल्याएर बुझ्ने, चेक बुझ्दो रहेछ। चेक बुझेपछि प्रमाण हुँदो रहेछ। पैसा हातहाती चाहियो। पैसा आज चाहिँ जान्छ भने हिजै ल्याएर बुझाउने। अनि त्यसो भएर यिनीहरूले पठाए। त्यो पठाउँदै प्रक्रिया त्यो यो जस्तो घाँटिया लाउने सिक्री छ नि बाबु, सिक्री यसरी गर्दा जम्मै सिक्री जोडिँदाखेरि एउटो चाहिँ सिक्रीको गाँठो फुस्क्यो भने जम्मै सिक्री फुस्किन्छ कि फुस्किन्न। त्यही अनुसार गाँठो बन्दै आएकामा गृहमन्त्री रवि जाने छाने भने कि भनेन, यो अन्तिम साङ्लो हो क्या बाबु। साङ्ला त अब चाहिँ यो चाहिँ रमेश लेखक नि त्यहीको साङ्लो हो।
यो चाहिँ नारायण काजी जयको साङ्लो त्यसो गरेपछि अनि यहाँ अब यो सदनमा यो भएपछि रमेश लेखकलाई खोज्दाखेरि अब यो पहिलादेखिको छानबिन गर्न पर्यो भनेर लाउँदा नारायण काजी पनि फस्ने भयो। नारायण काजी फस्ने डरले हो यो सम्झौता गरेको हो। नारायण काजी फस्ने डरले यिनीहरू अस्ति चाहिँ तातापानी भनीमा गए बाबु म्याग्दीको तातापानी र मुस्ताङ भनी घर आए। त्यहाँ यिनीहरू जाने डरले अब हुन्न यिनीहरूको मिटिङ बस्छ कसरी भ्रष्टाचार गरेको जोगाएर खानिन्छ नि। अब एकचोटि भ्रष्टाचारीमा नाम दर्ता भयो भने राजनीतितिर यसको सदाको लागि हुन्छ सखा हुन्छ। त्यही भएर अब यो हुन्न। बरु रवि लामी छाने भनेको अस्तिको केटाटी हो रिस उठेर पनि बरु हेरिदिने सत्ता पछाडि के भन्छन् बाहिर चाहिँ देखाउने नाटक दुई बुझे सम्झौता भन्न पर्यो हामी पनि जोगिन पर्यो भनेर त्यो गरेको नै आफै जोगिने गरे आउने हो नि आफै हो नि। नारायण काजी जोगाउनको लागि दुई बुझे सहमति गरेको। यस्तो आरोप नलाउनुहोस् कि तपाईँ माओवादीमा माओवादी भनेको सर्वहारा वर्गको पार्टी हो सर्वहाराकै हो। सर्वहारा भन्ने आफ्नो छोरीलाई नातिनीलाई लगाएर 5 स्टार होटलमा बिहा गर्ने करोडौँ रुपियाँको चाहिँ जाँजो दिने सर्वहारा भनेर उता गएर लुटेर ल्याएर खाने आफूले मोज मस्ती गर्ने रगाई चलाउने सर्वहारा भन्ने तल्ला स्तरको मान्छेको अलिअलि बुद्धि बुझेर खान पाइन्छ कि भन्ने सोचे होला। अब सोच्न पर्दैन। गए दिन मेरा बाबा बेरो निस्कन लासी लाठीले पनि थाहा पाउँछे नेपाली चाहिँ जनता त्यति लाटा छैन। अब त बेरो निस्किसक्यो हेर्दै जाम। ल माओवादीको हैसियत हेरौँ त। अब रासोपाले आज सदनमा अवरुद्ध गर्यो के गरे रासोपाले भन्नुहोस् त। हो रासोपा कि नाराबाजी गरेछन् रासोपाका सांसदहरू सदनभित्रै बस्न थाले सुत्न थाले के गरेको। ए भगवान् केटाटी हुने त बिचरा हुन् तर के केटाटी भयो नि हङ्गामा त मचाइन्छ नि गरिजाउ छोराछोरी हो यिनलाई गरी त यस्तै हो। तर यो रविले नि अलिकति यो गृह मन्त्रालयमा हुँदा ठिक नगरेको हुनाले मनस्थिति अर्कै बिग्रेको हो। तर सत्तामा हुँदा राम्रो क्रियाकलाप गरिदिएको भए राष्ट्रिय स्वतन्त्र पार्टी देशैभरि जम्केर आउँथ्यो। यो रविलाई त लर थन्कायो नि त। रविलाई थन्काउनुमा कसको हात छ ल भन्नुहोस्। ए ल ओलीको हात छ भनेर भन्छन् मान्छे धेरै बाहिरबाट हेर्ने बेला ओलीको भो बाबु यो रविलाई थन्काउनेमा नम्बर 1 हात भनेको गगन थापा। गगन थापा त मन्त्री पनि होइन फेरि गृहमन्त्री। ए भगवान् मन्त्री किन हुन पर्यो त नि। टिभी अर्को छ रिमोट उ छ रिमोटबाट चलाइदियो जुन च्यानल लगाइदियो त्यही फिट गरिदियो यो सिग्नलमा चलेको हो त्यही हो। गगनकै हालिदिएको होला। गगनकै कारण खोरमा पुगेको रवि हो गगनकै कारण हो। ल गगनले त्यत्रो रविमाथि प्रतिशोध सार्नु पर्ने के छ गगनलाई। हो बल्ल मिठो कुरा आयो। किन सार्नु पर्ने किन खोरमा पुर्याउनु पर्यो रविलाई गगनले। आफूभन्दा पछिको केटाहरू पहिलादेखि आफू राजनीतिमा गर्दै हिँडेको नेपाल विद्यार्थी सङ्घ अन्तर्राष्ट्रिय पार्टीको गरेको महामन्त्री भएको मान्छेलाई हाइफाई गर्दै अस्ति आएको केटाटीले एउटा पत्रकार भएर छुस्सा बोलेका भरमा त्यति माथि सङ्ख्या ल्याएर म आफैलाई टप दिन लाउने जस्तो भयो ल्याएर यसलाई चाहिँ मन्त्री दिने त यो नेताहरूले ताल परे प्रधानमन्त्री पनि तैँलाई बनाउने भनेर कारखाना लायो पार्टीले आफ्नो अस्तित्व रहने। त्यसो गरेर यसलाई एकैचोटि निमार्दिएपछि बिरुवामै मुन्टो निमार्दिएपछि सकिहाल्छ भनेर स्वाट पारिदिएको कम्ती बाटो छ यो। यस्तो मिथ्या आरोप नलगाउनुहोस् क्या तपाईँले। गगनको टेक्निकसित कसैले नि सक्दैन न रविले सक्छ। तर यसो है जम्मैले मास्छु भन्दै जतातिर हिँड्छु भन्दै गर्दा जस्तो यो चाहिँ प्रचण्डले उत्तर ड्याङ लागेको छ गगन पनि त्यही उत्तर ड्याङ आउँछ बाबु किन आउँछ। तर गगन त अबको पार्टी सभापति हो गगन प्रधानमन्त्री हो भनेर मान्छेहरू भन्छ त काङ्ग्रेसभित्र त अब गगनले भुइँचालो ल्याइसक्यो गगनले जित्छ सभापति हो। गगनले भुइँचालो ल्यायो कसरी भन्दा कसरी ल्यायो विश्व प्रकाश र गगनले यसको विकास यस्ता उद्योग धन्दा कल कारखाना बढ्न खडा गरेर विकास हुन्छ भनेको होइन नि। त्यो त बेचेर विकास हुन्छ। बेचेर देश कङ्गाल बनासी बल्ल विकास हुन्छ। अब त बार बुझ्ने मान्छेले त
यो विश्व प्रकारका गगन थापालाई त भोट हाल्दैनन् बाबु। जोसित विचार छ कल कारखाना पो बनाउने हो, जुत्ता ल्याउँदा चाइनाबाट ल्याउने, इन्डियाबाट ल्याउने, आफ्ना सियो पनि उत्पादन गर्ने भएका चाहिँ उद्योगहरू बेचेकै ठिक हो, काठले बेचेकै हो भनेको हो कि होइन यिनीहरूले? ल विश्व प्रकारका गगनले भनेको हो कि होइन? ल भनौँ त त्यहाँ के भगवान। तर उनीहरू त अब व्यवसाय भनेको बिजनेस भनेको राज्यको हुँदैन, त्यो व्यक्तिले गर्ने काम हो बाबैनी। सरकारी तवरबाट बनाएका उद्योगहरू हुन् यिनले। सरकारी तवरबाट गएपछि नेपाली जनताले पनि रोजगार पाउँछन्। रोजगार गायब भएपछि मान्छेको जीवनस्तर माथि उठ्छ। माथि उठेपछि यस्ता विद्रोह पनि हुँदैन। जब मान्छेलाई दबाउँदै गइयो भने त्यो विस्फोट भयो भने खतरा। जस्तो चाहिँ एटम बम, हाइड्रोजन बम भन्यो नि, पहिले यत्रो बडा हुन्थ्यो क्या बाबु। देख्ने बेलामा सानो हुन्छ, विस्फोट हुने बेलामा ठुलो विस्फोट भएर ध्वस्त बनाउँछन् धेरै। नेपाली चाहिँ जनता पनि अब हाइड्रोजन बम र एटम बम बनेर चाहिँ निस्कन्छन्। अब यहाँ हेरौँ कतिको ढाँटेर छल्ने गर्छ। अब गगन थापा त निश्चित छ होइन, सभापति बन्ने, प्रधानमन्त्री बन्ने पनि अब काङ्ग्रेसबाट गगन थापा नै हो 84 पछाडि। अब होइन गगन थापा अब खास गरी गगन थापा पनि महामन्त्री हुने यही हो। अब यामङ्ग हुनेवाला छैन। अबको पार्टीको चुनावमा नि गगन थापा पार्टीको सभापति उम्मेदवार त छुट्टै बिचबाट हाल्न पाइएला। गगन थापाले अबको पार्टीको चुनावमा अलिकति बुद्धि सपारेको भए यो आर्जु देउवा हुन्थ्यो। बुद्धि भनेको जिरो भयो। राजनीति गर्नेमा आफ्नो राजनीतिक बुझेकोहरूसित सरसल्लाह गर्नुपर्छ। उनकै आमा थिइन् राजनीति बुझेको, उनकै मामा थिए, उनीहरूसँग सरसल्लाह लिनु छैन। जो बाहिरकाले हावादारी कुरा लगाइदियो त्यही हावा हिँडेपछि को यहाँ रहन्छ। राजनीतिक सेट चाहिन्छ। आर्जुले भएको आफ्नो इज्जत पनि फालिन्। पार्टी सभापति हुम्ला भनेर नि आशा पर्दैन। परराष्ट्र मन्त्री भएको त्यति गरेर नौताल गरेर शेरबहादुर देउवालाई दिएको बनाए हो नि बिचरा। बनाएपछि परराष्ट्र मन्त्री भएपछि त्यो हैसियत कहिले त मलाई चाहिँ विदेशले मान्छ, नेपालीले मान्दैन। नेपालीले मान्न त नेपालीको चाहिँ व्यवहार गर्न पर्यो नि। ऊ अस्ति एउटा बिचरा केटाटीले, त्यो 12 पढ्ने केटाटीले मन नदुखेको भए हात मिलाउँ भन्दाखेरि हात नमिलाए किन हिँड्दै नि। 84 चुनावमा भोट हाल्ने तिनै केटाटी त हुन्। दिलभूषण पाठकको छोरीले चाहिँ अब हात मिलायो किन यत्रो घमण्ड गरेको? दिलभूषण पाठकको छोरीले गरेको होइन नि बिचरा, के भएको? उसको बाबुले सत्य तथ्य कुरो बाहिर लिएर आउँदा बाबु यो कलियुगमा जसले सत्य तथ्य कुरो बाहिर ल्याए त्यसलाई चाहिँ सजाइदिन्छ। सजाइदिएपछि मेरो बाबुले सत्य तथ्य गर्दा यस्तो चाहिँ दुष्ट राक्षसहरूसित हात मिलाए त म पनि चाहिँ त्यस्तै मेरो मोती कृष्ण बिग्रिन्छ भनेर नगरेको हुन पर्दैन। अहिलेका युवाहरू बिचरा परराष्ट्र मन्त्रीले हात पसारेर बस्नु भएको थियो मिलाउन भनेर त्यस्तो अपमान गर्न मिल्छ भने देशको परराष्ट्र मन्त्री? ए भगवान, अपमान त परराष्ट्र मन्त्रीले हो गरेको। अपमान किन गरेको भन्? किन? त्यो दिलभूषणलाई लगेर आफ्नो छोराले त्यो किन्यो भन्दैमा भनिदियो भन्दैमा अन्त त्यो किन मैलाई थाहा छ। त्यसलाई लगेर ऊ हाल्नुहुन्छ, जेलमा हाल्नुहुन्छ, कस्तो कुरा हो? जसरी त्यसरी भन्ने भएदेखि महाभारतमा भनेको छ क्या बाबु। के भनेको छ? कर्णले दुर्योधनलाई भनेको छ त्यहाँ चाहिँ युयुत्सुले भन्दाखेरि ए दाइ यो चाहिँ पाण्डवहरू दाइहरूले अन्याय गरेछन्, तपाईँले अन्याय गरेको यसो गर्छ गर्न हुन्न भन्दाखेरि त्यहीले युत्सीलाई हान्न लाग्थ्यो क्या बाबु। अन्त्यबाट चाहिँ कर्णले जोगाएको। आखिर यहाँ त्यो युयुत्सुको स्वरमा लागेको भए यिनीहरूको वंश नाशै हुने थिएनन्, सबै मासिन्थेनन्। पछि महाभारतको उसमा चाहिँ कुरुक्षेत्रमा गए, लो को आउँछ यताको उता नि जान पाउँछ भन्दा युत्सी यतै आयो र ऊ चाहिँ बाँचे। यहाँ पनि यस्तै हो, कसले जोगाउँछ, कसले आफ्नो मान्छे जो छ त्यसले सत्य तथ्य कुरो भन्छ। जुन चाहिँ चाकरी गर्ने छ, खौला हाल्ने छ
त्यसले मिठा बात मार्छ। एकैछिन मिठा बात मार्दैछ घोकेर भन्ने भयो, त्यसले लहर खाल्टा हाल्छ भन्ने थाहा पत्तै छैन। हालेपछि अन्त त्यस्तो नत्र यो अब गगन थापा माथि तपाईँले यत्रो आरोप लगाउनु होइन, तर गगन थापा भनेको वैचारिक लिडरसिप हो, भोलिको कङ्ग्रेसको नेतृत्व गगन सभापति बने मात्रै देश बन्छ। अहिलेसम्म भ्रष्टाचार पनि गरेको छैन। भ्रष्टाचार गरे गगनले कहिले हो त नि जागिर खाएको, के को जागिर खाएको हो त नि गगनले। भ्रष्टाचार गरेको छैन भने बाहिर पाल्छु भनेर 5 करोड जमानामै लगेको। एमसिसीबाट पैसा यिनीहरूले खाएर एमसिसीमा अब यहाँ आएर केही भएछ भने म यो 4 बाटा मुडेर मलाई थानकोट कटाउनुहोस् भनेको ल्याएनुहोस् यहाँ। जम्मै यिनी चाहिँ गर्ने विदेशीका पैसा ल्याउने खाने। यो केसी छ नि बाबु, डाक्टर केसी हो, सुरेन्द्र केसी को होइन, हाम्रो चाहिँ डाक्टर केसीका गोविन्द केसी हो। गोविन्द केसीको अनसन हुने बेलामा उतापट्टि बस्ने भन्ने यो चाहिँ युरोपियन युनियनका पैसा ल्याएर छ्याप्याक्क खाने, त्यो बेलामा त्यो बुढालाई साथ दिने। अहिले उसलाई किन च्याटक्क मेडिकल कलेज धेरै बनाउनु भएन, मेडिकल कलेज अव्यवस्थित उहाँको आवाज थियो, त्यसलाई साथ दिएको गगन थापाले। मेरा बाबा साथ दिने र अहिले पनि दिए के हुने नि, आफू स्वास्थ्य मन्त्री हुँदा नदिने। त्यो बेलामा जुन गोविन्द केसीलाई साथ दिनुको कारण के हो त गगन थापाको? खास गरी गगन थापाको त्यो गोविन्द केसीलाई साथ दिनको कारण विदेशी पैसा आउँछ र यो चाहिँ डलर कुम्नाउन पाइन्छ भन्ने मात्रै हो। नत्र आफू स्वास्थ्य मन्त्री हुँदा गोविन्द केसीले राखेका माग स्वास्थ्य मन्त्रीले पुरा गर्ने हो कि होइन? त्यसैको आन्दोलनमा आफूको गरेर लागेको मान्छे आफू सत्तामा हुँदा नगर्ने बाहिरतिर भयो भने कतार के हुन्छ भने ट्यापटुप पार्ने, च्याप्पा पार्ने, जोगाउने। यसो हुँदाखेरि अहिले उहाँहरूको निष्ठाको राजनीति कसैले गर्न नसक्ने भने गगन थापाले त निष्ठाको राजनीति हो नि त। गगन थापा ए भगवान् बाहिरबाट भन्ने बेला भयो त नि निष्ठाको। अहिले त गगनजीको नि भन, ए बाबु गगन तिमी यस्तो होला भनेर मैले सोचेको नि होइन। यो भोलिको यो किन तपाईँ गगनप्रति यत्रो निराश हुनुहुन्छ? गगनलाई किन यत्रो खेदो खानु? यो पार्टीको सभापति हुने, भोलि यो देशको प्रधानमन्त्री हुने, गगनले केही गर्न सक्छ भन्ने चाहिँ नेपाली जनता युवा भन्ने लागेकै हो क्या बाबु। किन भन्दाखेरि जब गगनले यो कल कारखाना चाहिँ काङ्ग्रेसले बेचिदिन्छ, कल कारखाना आएर चाहिँ देशको विकास हुन्छ भनेर विश्व प्रकाशका 16 लाएर हिँडेको हुनाले, त्यो भनेको हुनाले गगन एकैचोटि सिद्धिएको, एकैचोटिमा 2 चोटि नि लान ल। अब यो पार्टीको चुनावमा न गगन सभापति हुने हो न चाहिँ महामन्त्री। जुन पार्टी सभापति हुन्छ त्यसले मनोनित गरिदिएर काठमाडौँ 4 नम्बर क्षेत्र भनेको गगन थापाको अड्डा हो। 4 नम्बर क्षेत्र काठमाडौँ हो, जमानामा हो बाबु। जमाना फेरियो, ढाँट्ने छल्ने अर्दाखेरि गगन थापा भनेको पार्टीको अब सभापति हो, महामन्त्री, कुनै जोडी संसदीय दलको नेता भएर प्रधानमन्त्री हुने गगन थापा हो हुने। अब मनको लड्डु घिउसित खानु, मनको लड्डु घिउसित खानु। गगन थापालाई किन यस्तो? गगन थापाप्रति आरोप प्रत्यारोप लाग्छ, उहाँ जर्मनीमा पैसा लुगायो भनेर आरोप लगाएको छ। हो त नि, लगाएको भएका गगन थापा किन यत्रो विरोध गर्न सकेका? विरोध गर्न काम नगरिया भए विरोध गर्ने थिएन। देखे जनताबाट छैनन् क्या बाबु त्यति। गाउँमा भने ढिँडो र गुन्द्रुक खाएर मकै मात्रै खाएर बस्नेले नि बात बुझेछन्। गाउँका पनि अहिले त त्यति भएको छन् बाटा। यहाँ यिनको जागिर छैन, केही छैन, गरेर चम्केर हिँडेका छन्, गाडी लिएर हिँडेका छन्, विभिन्न गरेका छन्, खोलेका छन्, गरेका छन्। यिनको चाहिँ के रहेछ टेक्निक भन्यो के रहेछ? यिनको यो गणतन्त्रले ल्याएको यो नीतिगत भ्रष्टाचार गर्ने माधव नेपालीले अस्ति भन्नु भन, म त यो नीतिगत निर्णय गरेको हो, यसमा मैले केही गरेको ए यिनलाई नीतिगत निर्णय गरेर भ्रष्टाचार गरेर देश खाऊ लुटेर खाऊ भनेर पठाएको हामीले। नीतिगत निर्णय गर्न पाइन्छ? ए नीतिगत निर्णय भन्ने मन्त्रीमण्डलका आफ्नै छन्, लोक यो लेखाम त मैले बाँडेर खाम, यो गरौँ, नीतिगत निर्णय गरौँ, तल्लो स्तरका चाहिँ जनतालाई सेवा र सुविधा दिने काम गरौँ, तल्लो स्तरको चाहिँ जनताको जीवन स्तर माथि उठ्यो भने हाम्रो उठ्छ, नत्र हाम्रो उठ्दैन भनेर नीतिगत निर्णय गरे के हुने पनि। ए बजेट भाषण आउँछ, जनताको लागि केही छैन बिचरा कृषक उहाँ।
तल्लो स्तरका चाहिँ मान्छेहरू जीवन धान्न सकेका छैनन्। त्यही भएर कोही चाहिँ झुन्डिएर मर्ने, कोही फरालेर मर्ने, कोही विष खाएर मर्नेमा पुगेका छन् बिचरा। छोराछोरी अहिले चाहिँ पढाउन सक्ने अवस्था पनि छैन। गाउँका स्कुल जम्मै अब चाहिँ बन्द हुन लागिसक्यो। तिनको चासो छैन। गाउँको मान्छेको जीवन स्तर माथि नउठिकन देशको चाहिँ जीवन स्तर कसरी उठ्छ त नि? हो, नीतिगत निर्णय गर्ने हो भने देश र जनताको लागि गर्न पर्यो। आफू बसेर जग्गा यति जग्गा मलाई, यति जग्गा तँलाई। अस्ति मात्र नेपालीले भन्नुभयो 1 करोड त के हो र? ए भगवान्, यो राजनीति नआउँदै 1 करोड कति थियो भन्ने देखाउनु त आफूले। राजनीति आएर लुटेर खाएकै पऱ्यो 1 करोड भन्ने। हो, गाउँका जनतामा जाम त दिनको 5 रुपियाँ आम्दानी छैन बिचरा। अब खैर यो समस्या छ होइन, देशभरि जता हेऱ्यो त्यतै समस्या छ। समस्या छ नि बिचरा। हामी मूलभूत रूपमा के कुरा गरिरहेका थियौँ भने गगन थापाको विषयमा कुरा हो। तर उच्च स्तरीय राजनीतिक संयन्त्रको हाल सदस्य गगन थापा, अब देशका प्रमुख निर्णय कुराहरूमा गगन थापाका कुरा सुनिन्छन्। त्यसमाथि पनि तपाईँले यत्रो आरोप किन लगाइरहनु भएको छ? हो, गगन थापा सक्षम मान्छे हो, क्यापेबल मान्छे हो, डाइनामिक लिडरसिप भएको मान्छे हो। गगन थापा सक्षम छ, भोलि देशको प्रधानमन्त्री बनाउने हो। केटा हो, हे गगन थापालाई सहयोग गर्नुपर्छ भन्ने मान्छे नि हामी हुँ क्या बाबु, हामी हौँ। तर बिचरा आज किन बोली फेरि तपाईँ? हो, किन उसको बानी र बेहोरै फेरियो? यो भगवान्, पालेको त त्यहाँ गएर उच्च स्तरीय संयन्त्रमा किन बसेको गगन थापा? हो, उच्च स्तरीय संयन्त्रमा बसेर भत्ता हुन्छ नि त बाबु। जम्मै एउटा ठाउँमा सेटल भएर केही काम नभए नि मिटिङ बस्नु। मिटिङ बसेपछि पैसा आउँछ, पैसा आएपछि चल्न पाइयो। अनि त्यस्तो पनि हुन्छ अरे यार। गगन थापाले भत्ता खानको लोभले संवैधानिक त्यो उच्च स्तरीय राजनीतिक संयन्त्रमा बस्छन्। राजदूत बनाउने बेलामा, यो भिसी बनाउने बेलामा त्यो जम्मै मान्छे को नियुक्ति गरेर कति पैसा आउँछ भने जम्मै पैसा नियुक्तिहरुमा पनि हुन्छ त्यस्तो भने धेरै पैसा बेकार एक चुको बेकार केही पनि गर्दैन नि। जम्मै पैसा पहिला कबल्ने र खोल्टिया परेपछि मात्रै बल्ल चाहिँ नियुक्ति हुन्छ। ल कुनले यहाँ सक्षम राष्ट्रियताको लागि काम गर्ने मान्छे कसले नियुक्ति पाएको छ? राजनीतिक कृषि नियुक्ति पाएको छ यहाँ त जम्मै चाकडी गर्ने पैसा बुझाउने। अनि गगन थापाले पनि नियुक्तिमा पैसा खान्छन् त भने यो बा नखाबा त्यत्रो सम्पत्ति कृषि कहाँबाट आउँछ नि? जागिर थियो आफ्नो। एकजनाले आरोप लगाए जर्मनीमा होटल खोलेका छन् भनेर। खोलेछ नि कति ठाउँमा खोल्छ यिनीहरूले के को कुरा गर्ने हो? यहाँ यिनीहरूले त देशको माया छैन क्या बाबु। यहाँ देश रहेछ खाना पर्यो नभए उतै गएर बसिन्छ के मतलब हो? ल भन्नु त यहाँ देशको माया हुनु पर्यो नि। तर माया त आर्जुरालाई छ नि देशको माया। यो आर्जुले जतिको त यो आर्जुले जतिको बेइज्जती त कसैको भएन के बाबु। यो आर्जु संस्कारको परिवारको मान्छे हो, राणा फ्यामिलीको। खास गरी यो राजा भए पनि सुहाउने मान्छे हो क्या यो आर्जु। तर व्यवहार भुसुनासित सङ्गत गर्दा भुसुनै भर्छ बुद्धि पनि ल्याएर सङ्गतले गर्दा। नत्र त्यस्तो गरेको मान्छे उसलाई खानको पिर थिएन, लाउनको पिर थिएन, संस्कारको पिर थिएन। तर अब संस्कारको हो सन्तान हो यो पनि हो कि होइन? त्यस्तो मान्छेले त यहाँ भएर कोहीसित यति पैसा लिने उति पैसा लिने उता चाहिँ भुटानी ऊ पठाउँछु शरणार्थीहरू पठाउने राजदूत गर्ने बेलामा नेपालीलाई नक्कली भुटानी बनाएर पैसा ल्याऊ भन्ने लिन लाएर गर्ने। त्यहाँबाट यस्तो तालले हो। हामीले आर्जुबाट त्यस्तो आशा गरेको होइन। मैले के सोचेको थिएँ भन्दा यो संस्कारको परिवारको मान्छे हो। यो आएपछि देश बन्छ पक्का। यिनको चाहिँ बाबुबाजेले नै यो देशमा राज्य गरेकै हुन्। यी आर्जुको चाहिँ माओलीतिर पनि चाहिँ संस्कार बोकेको परिवार हो। आमा पनि चाहिँ संस्कारी हुन्, राजनीति गरेको। आमाको जतिको बुद्धि बसी आर्जुको यो देशको प्रधानमन्त्री हुन्छ भन्ने मैले सोचेको हुँ क्या बाबु। आमाको जतिको त छोरीको त जिरो रहेछ क्या, जिरो। ये भगवान्
कसरी जिरो हो? परराष्ट्र मन्त्री शक्तिशाली मन्त्री आज हो। यस्ता परराष्ट्र मन्त्री त कति भयो यहाँ अहिले एकजना आज मात्रै भएको परराष्ट्र मन्त्री भयो। कति भयो के परराष्ट्र मन्त्री यहाँ? तर अब शेरबहादुर देउवाको टिमबाट पार्टी सभापति नै आर्जु राणा भनेको शेरबहादुर देउवाको टिमबाट पार्टी सभापति अहिले के? पार्टी सभापति चाहिँ अब महाधिवेशन लड्ने सभापतिमा आर्जु राणा संसदीय दलको नेता बन्ने। आर्जु राणा नेपालको फर्स्ट लेडी प्राइम मिनिस्टर बन्ने। अब यहाँ भन आर्जु राणा, डाक्टर आर्जु राणा। ओहो कुरो ल्याउनु यो शशाङ्कले बाबु। हजुर अब के भने म के भन्नुहुन्छ डाक्टर शशाङ्क? म पार्टी सभापति हुन्छु, तपाईँले मलाई सहयोग गर्नु, तपाईँ महामन्त्री हुनुहोस् र तपाईँ संसदीय दलको नेता भनेर तपाईँ प्रधानमन्त्री हुनुहोस् यो देशको। म सहयोग गर्छु भन्ने शशाङ्कको बुद्धि शेरबहादुरलाई त्यसो आलु खुवाउने खेलमा छन् शशाङ्क अहिले। तर शशाङ्कले त्यो गरे पनि त्यहाँ भित्रका टिमहरू छन् नि। भनेको शशाङ्कको रणनीति भनेको शेरबहादुरलाई फकाउने। भाउजूलाई म चाहिँ महामन्त्री बनाउँछु, भोलि संसदीय दलको नेता बनाउँछु, मलाई सभापति बनाउँछु, मलाई बनाउनु, म भाउजूलाई पहिलो नेपालको पहिलो प्रधानमन्त्री बनाउँछु भन्ने शशाङ्कको। शशाङ्क के हो भन्दा शशाङ्कले शशाङ्कलाई मैले तुमौरो माने क्या बाबु। कसरी तुमौरो कसरी? बिपीको छोरो तुमौरो हुन्छ नि, जाने कुरा छोरो। संस्कार यहाँ यो देशमा राजनीतिको जग बसालेको भनेको बिपी नै हो। गरेकालाई गरेको हो भन्नै पर्छ। बिपीले नि मेरा छोरा यस्ता होलान् भनेर उनले पाएका नि हैनन्। फेरि कस्तो गरेर आए। बाउको संस्कार थाम्नको लागि पनि छोराले महामन्त्री शशाङ्क भएको के महामन्त्री हुने बेलामा देश दौडा गर्ने। ल अबको पार्टी सभापति म भए तपाईँले मलाई सहयोग गरे भने त्यो बेलामा हुँदै आएको थिएँ क्या यहाँ शशाङ्कको टिममा। त्यो बेलामा आएर पार्टीको सभापति लडे भए शशाङ्क भइहाल्ने। मौका छोडेर गएपछि बिपीको पुत्रले अर्काले बनाइदिएर म उनलाई भनेर हिँडेपछि नि जिन्दगी यहाँ हुन्छ। बनाउँछ कसैले? शेरबहादुरले बनाउँदैन त शशाङ्कलाई। शशाङ्क त पहिलो रोजाइ हो शेरबहादुरको। शशाङ्कले सभापति बनाउने। शेरबहादुरको टिमबाट पार्टी सभापति नि पाउँदैन। अब हेरौँ काङ्ग्रेसमा के हुन्छ खेला। काङ्ग्रेसमा के हुन्छ खेला? 2 चोटि भन्दा 3 चोटि पार्टी सभापति हुन पाइन्न भन्ने छ नि तिनीहरूको विधान। ओलीले उतातिर चेन्ज गरेर फेरि ओली पार्टी अध्यक्ष हुने भए। उता विद्या भण्डारी आइसक्यो, म गर्छु प्रतिस्पर्धा भने। विद्या भण्डारीलाई प्रतिस्पर्धामा कसले ल्याएको भनौँ? कसले ल्याएको? यही ओली भित्रका जुन टिमहरू छन् नि अहिले ओलीले टाढा टाढा पारेका त्यहाँ चाप्लुसे अनि ओली बुढाका धेरै छन्। चाप्लासे अलिलाई मात्रै हेरेर यसलाई हेर्नु भन्दा त बरु यो विद्यालय अघि ल्याएपछि हाम्रो कुरो त हुन्छ भनेर तिनले उचालेर ल्याएको हो विद्यालय हो। त्यसो गरेको हुनाले तेस्रो चोटि हुने पनि ओलीले हो अध्यक्ष। विद्यालय ल्याएर लडाउन खोजेको लडाएर ओलीसित सक्दिनन् बिचरा। किन ओलीतिर जम्मै चोर ढाका मात्रै छन् क्या बाबु। कम्तीका फटा छन् त्यहाँ तिनले फटा छन् त भने फटा मात्रै छन्। राम्रा मान्छे छन् त कहाँ हुन लो सूर्य थापा जस्ता नेताहरू छन्। कहाँ लो सूर्य थापा, विष्णु रिमाल, शङ्कर पोखरेल जम्मै आफ्ना व्यक्तिगत स्वार्थको यो ओली सकिँदैन हामीले स्वार्थ पूर्ति गर्न पाउनौँ भनेर ओलीलाई तपाईँ नै हो भनेका हुन्। फेरि यताका अरू टिम छन् नि यहाँ अरू टिमले यो ओलीको विरोधमा तिनीहरूले उमाले भने नि त बाबु। यो बुढाले नि हेर यिनीहरूलाई चाहिँ यिनी डाँका फटाएर डाँकावाला अघि लिएर यसलाई स्वाद दिनको लागि बरु चाहिँ विद्यासित मिल्न पर्यो र विद्यालय अघि चाहिँ बढाउने भन्न पर्यो भनेर त्यसरी लगाएको। ओलीले बोलाइदिनु भने ती विरोधीलाई एकैचोटि त्यहाँ ओली नै हो भन्ने के दिनको बाद जम्मै बुझिसक्यो नि त्यहाँ। भनेपछि अब काङ्ग्रेसभित्र आर्जु राणा पनि सभापति बन्ने छैन त्यसमा। अब शेरबहादुरको गगन पनि नबन्ने आर्जु पनि नबन्ने को बन्ने काङ्ग्रेसको सभापति हो? अब यसमा शेरबहादुर देउवाले विधान चेन्ज गर्छ। बहुमत केन्द्रीय सदस्यबाट 2 चोटि भन्दा हुन पाइने भन्छ 3 चोटि हालिदिन्छ। अब पार्टीको सभापति सम्भव छैन काङ्ग्रेसमा मान्दैनन् त्यो त।
काङ्ग्रेसभित्र काङ्ग्रेस भनेको पार्टी अर्कै एमाले जस्तो होइन चाइनामा नि देखेको बाबु राजनीति गर्ने मान्छे त वरि गाँठिया फुट्टो वरि गाँठिया देख्छ कस्तो कुरा हो। अब यहाँ शेरबहादुर पनि बहुमत सदस्य छन् अरू हुनभन्दा बरु यही चाहिँ शेरबहादुर दाइ होस् भन्छन्। तीनचोटिमा फेरि सभापति लड्ने शेरबहादुर देउवासित चुनाव पार्टीको सभापति लड्ने शेखर कोइराला। फेरि शेरबहादुरको एउटा टेक्निक अब आफू प्रधानमन्त्री नभइकन पार्टीको चुनाव गराउनन् क्या बाबु। सत्तामा नहुँदा सत्ता फेरि यो शेखरको टिमले त जितिहाल्छ। फेरि जितिहाल्छ कम्तीको टिम छ यो कसरी जित्छ अनि नचाहिने कुरा अब यहाँ कुरो शेखर कोइरालाले आजको दिनमा कसरी जित्यो देउवाको टिमलाई। ल अघिल्लो चोटि पनि शेरबहादुर देउवा प्रधानमन्त्री नभए शेखरले जितिहालेको। अब अहिले चाहिँ प्रधानमन्त्री भएर के फरक पर्छ त्यसमा सत्ता र पैसाको सदुपयोग हुन्छ नि बाबु। कस्तो भोलि चाहिँ यो प्रधानमन्त्री बसी मलाई राजनीति नीति देला र यताबाट मैले खाम्ला धेरै मान्छे सत्तामा पाएर यो खाम्ला भनेर हिँड्छन् क्या लिडरसिप बाबु। जोगी हुने भनेर राजनीति गर्न बसेर नि अहिलेकाले यो भारतको यो आदित्यनाथ र मोदी जस्तो होइनन् कहीँ नि उनी जोगी नै हुने भनेर राजनीति गरे। हाम्राकाले पैसा कमाएर 10औं पुस्तालाई पुग्ने गराउने भनेर लाएर हिँडे। राजनीति यति फरक छ उनीहरू जनताको लागि हिँडे यहाँ आफ्नो चाहिँ परिवारको लागि हिँडे। त्यसले भन्नुहोस् सभापति को भन्छ त्यसले। अब सभापति यिनीहरूको चाहिँ सभापति शेरबहादुर देउवा र शेखरको लडाइँ हो। कम्पिटिसन हो। कसले जित्छ यो पटक। अब प्रधानमन्त्री शेरबहादुर देउवा नहुँदै चुनाव भयो भने शेखर कोइराला प्रधानमन्त्री शेरबहादुर देउवा भएर चुनाव गर्यो भने फेरि यस्तो छक्का चुनाव गर्ने नि 84 अघि चुनाव गर्दैनन् 1 वर्ष सार्न पाउँछन्। किन भनौँ किन अब संसदीय समिति भन्ने गठन हुन्छ काङ्ग्रेसमा। संसदीय समिति गठन गर्नेमा शेरबहादुरले आफ्नो बहुमत सदस्यहरूलाई बनाउँछ र आफ्ना मान्छेलाई बढी टिकट दिन्छ। टिकट दिएपछि जुन शेखरका टिमका मान्छे छन् कि छैनन् तिनीलाई चुनाव हार्ने ठाउँमा टिकट दिन्छ बाबु। चुनाव हार्ने ठाउँमा टिकट दिन्छ र आफ्ना मान्छेले चुनाव जित्छ भने तिनीलाई पैसा पनि सहयोग हुन्छ। शेखरका मान्छेलाई 1 सुको सहयोग हुन्न तिनीलाई सहयोग हुनको त्यही टिकट दिदियो। त्यो टिकट दिँदा नि पहिले उसलाई थाहा छ यिनले चुनाव हार्छन् यति भएपछि म संसदीय दलको नेता भएँ भने पहिल्यै फाइनल हो। संसदीय दलमा संसदीय समितिमा टिकट बाँड्दाखेरि जसलाई दियो म यो भयो भने कन्फर्म पहिल्यै हुन्छ। चुनाव जितेर आशी हुने र पहिल्यै हुने हो नै। त्यसो भएर शेखरलाई अहिले पनि यिनीहरूले चाहिँ चिप्लाउन खोज्छन्। तर प्रधानमन्त्री नहुँदै भयो भने पार्टी सभापति शेखर कोइराला प्रधानमन्त्री शेरबहादुर देउवा भएर पार्टीको चुनाव भयो भने शेरबहादुर देउवा। ल अनि फेरि यिनमा महामन्त्री को भन्छ त। महामन्त्री कसले पठाउँछ काङ्ग्रेसमा त महामन्त्री को भन्छ। काङ्ग्रेसमा महामन्त्री अब विश्वको काखरा गगन पनि अब काम छैन। अब गगन र विश्वको अब चाहिँ यिनीहरू त महामन्त्रीमा किन केस लड्छ अरे नि बिचरा लड्ने कुरो भएर नि यिनीहरू महामन्त्री को भन्छ। अब महामन्त्रीमा देशैभरि सञ्जाल भएको नढाँटेको को चाहिँ तरुणहरूसित एकताबद्ध भई काम गरेको धार्मिक आस्थामा रहेको निडर निष्पक्ष जुन व्यक्तित्व छ त्यो शङ्कर भण्डारी अबको महामन्त्री हो। कन्फर्म हो शङ्कर भण्डारी जतिको जनताको काम गर्ने र युवालाई बटुलेर लिएर हिँड्न सक्ने जनताको काम गर्ने मान्छे काङ्ग्रेसमा छँदै छैन। र यो चाहिँ शङ्कर भण्डारी भनेको यिनका टिम हुन्छन्। यिनका टिममा जेसुकै भयो शङ्कर भण्डारीलाई महामन्त्रीमा जसले चाहिँ आफ्नो टिममा पार्न सक्यो त्यसले पार्टी सभापति भयो। ल भयो पार्टी सभापति बनाउने दम बनेको अब हात कसका हातमा गयो शङ्कर भण्डारीको हातमा गयो। सहमहामन्त्री को भन्छ त त्यसलाई। सहमहामन्त्रीमा अब यो सभापति को भन्छ। उसमा चाहिँ महामन्त्रीमा अहिले चाहिँ सुनिलजी चाहिँ तपाईँ सहमहामन्त्री हुनुहोस्। सुनिल शर्मा तपाईँ हुनुहोस् किन तपाईँ जस्तो मान्छे चाहिएको छ पार्टीमा। उपसभापतिमा
चन्द्र भण्डारी हुन्छ। खास गरी काङ्ग्रेसका बुद्धि भएदेखि है मान्छे छाटेर दिने हो भने पैसाको सट्टामा हिँड्छ नि, त्यसमा नहिँडा। तर स्वच्छ मान्छे काङ्ग्रेसमा नि छन् का बाबु। धेरै अहिले त शेरबहादुरका जम्मै चापलिसी अनिलले पो सकिदिए, काङ्ग्रेस बिगारे। शेरबहादुर कहाँ गएर दिएन भने म शेखातिर आउँछु भनेर हिँड्छन् क्या बाबु। धेरै तेरी हो। त्यसो भएर शङ्कर भण्डारी छ नि, शङ्कर भण्डारीलाई जसले आफ्नो काङ्ग्रेस शङ्कर भण्डारीको प्रभाव त्यत्रो छ र भने धेरै तेरी बाबु। यो शङ्कर भण्डारी भन्ने पहिला तरुण दलमा हुने बेलामा नि यो चितवनमा चुनाव भयो। शेरबहादुर देउवा पार्टीका हाई पावरका मान्छेहरू जम्मै महेन्द्र यादव भन्नेतिर लाए शङ्करलाई हराउनलाई। धेरै जम्मै पुलिस फोर्स पनि त्यहाँ भएका सत्तामा बसी त उतैतिर लाए मन्दिर। त्यति गर्दाखेरि नि यिनीहरूले लुटेर भोट हाल्छ नि। शङ्कर भण्डारी 16 भोटले हारेको क्या बाबु। जम्मा 16 भोटले एउटो चाहिँ ऊ छ नि बृहस्पति एक्लो भने जस्तो शङ्कर भण्डारी एक्लै लड्दाखेरि तरुण एक्लै यिनीहरू जम्मै लाउँछ। त्यहाँबाट ऊ भएको स्थापित हो। भनेको अबको पार्टी सभापतिमा चुनाव अगाडि गएर शेखर कोइराला आउँछन्, उपसभापति चन्द्र भण्डारी, महामन्त्री चाहिँ शङ्कर भण्डारी हो, सहमहामन्त्री सुनिल शर्मा हो। यस्तो हुन्छ भने अब यहाँ सुन्नु, काङ्ग्रेसका चुनावमा आज मैले भनेछु लो लेखेर राख। शङ्कर भण्डारी जता लायो त्यही मान्छे पार्टी सभापति भयो। ठोकुवा हो तपाईँ। ठोकुवा हो। शङ्कर भण्डारीले जसलाई चाह्यो त्यही हुन्छ पार्टी सभापति। हस्, समय दिनुभयो, यहाँसम्म आएर संवाद गर्ने अवसर मिल्यो। समय संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद। हस्, अब हजुरलाई नि धन्यवाद छ। नेपाली जनताको चाहिँ चेतना आओस्, काङ्ग्रेसमा आओस्, चेतनाको विकास होस्। अब फेरि यस्तै गर्दै जाने, जनताको लागि हेर्दै जानु। हस् ल।